साथीभाइ गुड मर्निङ। आज तपाईले देख्नुहुँदैछ गालीवाला फाल्कोनेरी फुल फुलेको र यसरी फुलेको छ। हेर्नुहोस्। र अस्ति पनि तपाईलाई मैले भिडियोमा सेयर गरेको थिएँ, यो तपाईहरुलाई देखाएको थिएँ र तपाईहरुले लाइक र कमेन्ट गरिदिनु भयो। यो दार्जिलिङको गोरेडाँडा सुनधारा स्थित फुलेको छ। राजु छेत्रीको घरको अगाडि। यसलाई गालीवाला फाल्कोनेरी पनि भनिन्छ। अनि यो अर्किडमा लिप हुँदैन, अर्थात् यसमा पत्ता हुँदैन। अनि यो धेरै प्रजातिको हुन्छ। यो 6-7 प्रजातिको मात्र हुन्छ। यो विशेष गरी 4-5 प्रजातिमा आउन सक्छ, किनभने यो प्राय लुप्त भएको हामी महसुस गर्छौँ यो अर्किड। अनि यो बिग साइज अर्किड हो। यो मिनिमम 3 फुटसम्म हुनसक्छ। यो फर्स्ट टाइम मैले देखेको यो अर्किड। र यो अर्किडलाई सुरक्षा गरेर राख्नुपर्छ। तपाईहरुले सबैले सुरक्षा गरेर राख्नुपर्छ। तपाईहरु सबले म यही आह्वान गर्छु, किनभने यो अर्किडमा पर्णहरित हुँदैन या पर्णहरित क्लोरोफिल नभएको कारणले गर्दाखेरि यसले आफ्नो भोजन फंगसबाट लिन्छ र यसलाई गालीवाला फाल्कोनेरी भनिन्छ। यो प्राय चीन अनि भारतको कुल्लु, माथि मनाली, हिमाचल प्रदेश अनि तिर पनि पाइन्छ र यसलाई जोगाएर राख्नुपर्छ भन्ने मेरो ध्येय राख्दै यो आज तपाईहरुलाई फेरि पनि यो गालीवाला फाल्कोनेरी फुल फुलेको तपाईलाई देखाइरहेको छु। साथीभाइ, गालीवाला फाल्कोनेरी फुल भनेर चिनित गर्नु सकिन्छ यसलाई। यही देख्नुभयो। यो विशेष गरी गरम महिनामा फुल्छ। अनि यो चाहिँ बेसी यसलाई गरम पनि हुनु हुँदैन। यो स्यालको जग्गामा फुल्छ। यहाँ बाँसघारी छ, देख्नुभयो बाँसघारी। यहाँ बाँसघारीको साइडमा यो फुलेको छ। आज तपाईलाई खुल्ला रूपमा देखाएको छु। थ्याङ्क यू है साथीहरु, तपाईहरुले मेरो भिडियोलाई सेयर र सब्स्क्राइब गरिदिनु भयो।